साथीहरु अघिल्लो भिडियोमा हामीले स्ट्याटिक नेटको बारेमा छलफल गरेको थियौं भने आज हामी यस भिडियोमा डायनामिक नेटको बारेमा छलफल गर्ने छौं। प्राइभेट नेटवर्कमा होस्ट गरिएका सर्भिसेसहरु जस्तै वेब सर्भर, मेल सर्भर, एफटीपी सर्भरहरुलाई इन्टरनेटमा उपलब्ध बनाउन स्ट्याटिक नेट प्रयोग गरिन्थ्यो भने डायनामिक नेट चाहिँ प्राइभेट नेटवर्कमा रहेका डिभाइसहरुलाई इन्टरनेट स्रोतहरु पहुँचयोग्य बनाउन प्रयोग गरिन्छ। डायनामिक नेटको एक प्रकार हो जसले निजी आईपी एड्रेसहरुलाई सार्वजनिक आईपी एड्रेसहरुमा उपलब्ध सार्वजनिक आईपीहरुको पुलबाट म्याप गर्छ। यो प्रक्रिया गतिशील छ। यसको अर्थ पुलमा पब्लिक आईपी एड्रेसहरुको एभाइलिटीको आधारमा म्यापिङ परिवर्तन हुन्छ। स्ट्याटिक नेटको विपरीत जसले इन्टरनल र एक्सटर्नल आईपी एड्रेसहरु बीच फिक्स्ड वन टु वन म्यापिङ प्रदान गर्दछ, गतिशील नेटले सार्वजनिक आईपी एड्रेसहरुलाई पहिले आउने र पहिलो सेवाको आधारमा प्रदान गर्दछ। अब डायनामिक नेटले कसरी काम गर्छ हेरौं। स्ट्याटिक नेटमा हामी एक प्राइभेट आईपी लाई एक पब्लिक आईपी मा म्याप गर्थ्यौं, यानी कि वन टु वन म्यापिङ गर्थ्यौं भने डायनामिक नेटमा चाहिँ इन्टायर प्राइभेट नेटवर्कले राउटरमा उपलब्ध पब्लिक आईपी को पुल शेयर गर्नुपर्ने हुन्छ। यहाँ चित्रमा देख्न सक्नुहुन्छ हामीसँग यहाँ प्राइभेट नेटवर्क 192.168.1.0/24 छ र राउटरको पुलमा तीनटा पब्लिक आईपी छ। 202.79.2.3 देखि 202.79.2.5 छ। हामीले 192.168.1.0/24 बाट 254 वटा आईपी जेनेरेट गर्न सक्छौं र 254 होस्टलाई आईपी असाइन गर्न सक्छौं। तर यदि 254 होस्टले इन्टरनेट एक्सेस गर्न खोजेमा तीनटा होस्टले मात्र इन्टरनेट एक्सेस गर्न सक्छ, किनकि हाम्रो राउटरको डायनामिक नेट पुलमा पब्लिक आईपी तीनटा मात्र छ। जुन होस्टको ट्राफिक पहिले राउटरमा पुग्छ त्यसलाई राउटरले पुलमा उपलब्ध पब्लिक आईपी अनुसार पहिले पब्लिक आईपी मा ट्रान्सलेट गर्दछ। मानौ अहिले हामीसँग 4टा होस्टहरु छन् र तिनीहरु इन्टरनेटमा केही स्रोतहरु एक्सेस गर्न खोजिरहेका छन् र राउटरको पुलमा 3टा पब्लिक आईपीहरु छन्। अहिलेलाई यो इन्टरनेटको पार्टमा रहेका आईपीहरुलाई चाहिँ इन्टरनेटमा उपलब्ध भएका वेबसाइट वेब एप्लिकेसनहरुको आईपी मानौ 4वटा होस्टले इन्टरनेट एक्सेस गर्न खोजिरहेका छन्, तर जुन होस्टको ट्राफिक पहिले राउटरमा पुग्छ राउटरले त्यसलाई पहिले पब्लिक आईपी मा ट्रान्सलेट गर्दछ। यहाँ अहिले चाहिँ PC0, PC1 र PC2 को ट्राफिक पहिले राउटरमा पुगेको हुनाले राउटरले सोही अनुसार पब्लिक आईपी मा ट्रान्सलेट गरेको छ। PC0 को प्राइभेट आईपी 192.168.1.2 लाई पब्लिक आईपी 202.79.2.3, त्यस्तै PC1 को प्राइभेट आईपी 192.168.1.3 लाई पब्लिक आईपी 202.79.2.4 र PC2 को प्राइभेट आईपी 192.168.1.4 लाई पब्लिक आईपी 202.79.2.5 मा ट्रान्सलेट गरेको छ। यहाँ देख्न सक्नुहुन्छ डायनामिक नेट ट्रान्सलेट भएपछि PC0 को सोर्स आईपी 192.168.1.2 बाट 202.79.2.3 मा ट्रान्सलेट भएको छ। त्यस्तै PC1 को सोर्स आईपी 192.168.1.3 202.79.2.4 मा ट्रान्सलेट भएको छ र PC2 को आईपी 192.168.1.4 चाहिँ 202.79.2.5 मा ट्रान्सलेट भएको छ र उनीहरुको प्याकेट डेस्टिनेसन सर्भरसम्म पुग्न सफल भएको छ। तर PC3 ले भने इन्टरनेटका रिसोर्सेसहरु एक्सेस गर्न सकेको छैन, किनकि उसको प्राइभेट आईपी लाई पब्लिक आईपी मा ट्रान्सलेट गर्न राउटरसँग पुलमा आईपी छैन। PC3 को प्राइभेट आईपी तब मात्र पब्लिक आईपी मा ट्रान्सलेट हुन्छ जब PC0, 1 र 2 मध्ये कुनैले आफ्नो डेस्टिनेसन सर्भरसँगको सेसन इन गरेर आईपी रिलिज गर्छ। मानौ PC0 ले उसको सर्भरसँगको कनेक्सन इन गरेर आईपी रिलिज गर्यो र अब राउटरले PC3 को प्राइभेट आईपी 192.168.1.5 लाई पब्लिक आईपी 202.79.2.3 मा ट्रान्सलेट गर्दछ र अब फेरि PC0 ले इन्टरनेट एक्सेस गर्न खोजेमा उसले एक्सेस गर्न सक्दैन, किनकि राउटरको पुलमा भएको सबै पब्लिक आईपीहरु प्रयोग भइसकेको छ। यसरी डायनामिक नेटमा प्राइभेट र पब्लिक आईपी एड्रेसहरु बीचको म्यापिङ फिक्स्ड हुँदैन र पुलमा पब्लिक आईपी एड्रेसको एभाइलिटीको आधारमा डायनामिक रूपमा परिवर्तन हुन्छ। अर्को भिडियोमा हामी यही कुरालाई
प्याकेट ट्रेसरमा गरेर देखाउनेछौँ।